र पहिलो यूहन्ना 2 अध्यायको हामी 3 पददेखि 6 पदहरू सरस्वती पहिला पढ्नेछौँ। पहिलो यूहन्ना 2 अध्याय 3 पददेखि 6 पदमा लेखिएको छ, हेर्नुहोस् त। अनि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ भने यसैबाट हामी उहाँलाई चिन्दा रहेछौँ भनी जान्दछौँ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू चाहिँ पालन गर्दैन, त्यो झुट हो, त्यसमा सत्यता छँदै छैन। तर जसले उहाँको वचन पालन गर्छ साँच्चै उसैमा परमेश्वरको प्रेम सिद्ध भएको हुन्छ। यसैबाट हामी उहाँमा रहेछौँ भनी जान्दछौँ। जसले म उहाँमा रहन्छु भन्छ ऊ आफै पनि उहाँ जसरी हेर्नुहुन्थ्यो त्यसरी नै हेर्नुपर्छ। त यो खण्डमा धेरै कुराहरू छन्, तर 6 पदलाई आज हामी अलिक ध्यान दिनेछौँ। त के लेखिएको छ त पहिलो यूहन्ना 2 को 6 मा, जसले उहाँमा रहन्छु भन्छ ऊ आफै पनि उहाँ जसरी हेर्नुहुन्थ्यो त्यसरी नै हेर्नुपर्छ। त येशू ख्रीष्ट जस्तै हेर्नु। अब हेर्नु भन्नाले उहाँको वाकिङ स्टाइल कस्तो थियो, हाम्रो भिडियो त छैन, त्यो भन्न खोजे होइन। हाम्रो चालचलन, जीवन, हाम्रो विचार, बोली, व्यवहार, होइन, त्यो 3टा बहरूबाट नै एक हिसाबले हाम्रो जीवन त्यसले समेट्दछ नि त, होइन। हामी के विचार राख्छौँ, हामी के बोली गर्छौँ, कस्तो व्यवहार गर्दछौँ, त हाम्रो जीवन शैलीलाई भनिएको छ। त येशू ख्रीष्ट जसरी जिउनुहुन्थ्यो त्यसरी नै जिउनु। त हामी यदि क्रिस्चियन युवाहरू हौँ भने हाम्रो जिम्मेवारी यो हो। हाम्रो जिम्मेवारी यो क्रिस्चियन युवाहरू, हाम्रो पढाइ, हाम्रो कमाइ, हाम्रो साथी सङ्गत, घुमघाम, खेलकुद सबैभन्दा माथि यो सधैँ आउँदछ कि येशू ख्रीष्ट जस्तै। त आज हाम्रो विषय के छ त? येशू जस्तै, येशू जस्तै जिउने। येशू र येशू ख्रीष्ट भनेर जसरी हामी भन्छौँ, येशूले, त्यो नामले ख्रीष्टको मानवतालाई देखाउँदछ र ख्रीष्टले उहाँको ईश्वरत्वलाई हामी त्यसरी पनि बुझ्ने गर्छौँ। त येशू ख्रीष्ट जस्तै जिउनु, येशू जस्तै जिउनु। र 3टा शब्दहरू हामी टिपौँ त यहाँ पहिला सुरुमै। पहिलो शब्द के हो त? पवित्र, नम्बर 1। नम्बर 1 पवित्र, नम्बर 2 प्रेमिलो, र नम्बर 3 प्रतिबद्ध। यो 3टा शब्दहरू साह्रै महत्त्वपूर्ण शब्दहरू छन्। त यसले येशू ख्रीष्टको जीवनलाई देखाउँदछ, उहाँको चरित्र यो 3 शब्दले राम्ररी प्रकट गर्दछ। अनि साँच्चै तपाईँ र म येशू जस्तै जिउने हो भने, अनि हामीले यहाँ देख्यौँ यस खण्डबाट पहिलो यूहन्ना 2 को 6 पदबाट कि हामी उहाँमा रहन्छौँ भन्छौँ भने हामी पनि उहाँ जसरी हेर्नुहुन्थ्यो, जसरी जिउनुहुन्थ्यो, उहाँको जीवनशैली जस्तो थियो त्यसरी नै हेर्नुपर्छ, त्यही हाम्रो जीवनशैली हुनु पर्यो, त्यसरी जिउनु पर्यो। त्यो परमेश्वरको माग हो, चाहना हो क्रिस्चियन युवाहरूको लागि। हामी त्यसरी अघि बढिरहेका छौँ त। अनि उहाँको जीवनलाई हामी हेर्दाखेरि यो 3टा शब्दले राम्रोसँग उहाँको जीवन शैलीलाई त्यसको सारांश दिन सक्दछ। पवित्र, प्रेमिलो, प्रतिबद्ध। र साँच्चै हामी पनि येशू जस्तै पवित्र, येशू जस्तै प्रेमिलो, येशू जस्तै प्रतिबद्ध, पिताको महिमाको लागि प्रतिबद्ध, उहाँको सेवाको लागि, उहाँको महिमाको लागि, उहाँको इच्छा पालन गर्नको लागि जुन प्रतिबद्धता थियो उहाँमा थियो, जोस थियो, कमिटमेन्ट थियो, त्यो हामीमा साँच्चै हुन्छ भने त्यसलाई हामी येशू जस्तै जिएको भन्न सक्छौँ। त साँच्चै हाम्रो बिचमा पनि क्रिस्चियन युवाहरू यदि हामी पाउँछौँ प्रशस्त मात्रामा येशू जस्तै जिउनेहरू भने त्यो आशिषित युवाहरूको बेला हुँदछ अनि हाम्रो जीवन आशिषित हुनेवाला छ। त धेरै पटक हाम्रो येशू जस्तै हाम्रो जीवन हुनुपर्ने, येशू हाम्रो चाहिँ मोडल, उदाहरण, हिरो अथवा जसलाई हामी अनुसरण गर्छौँ, पछ्याउँछौँ, त्यो हुनुपर्नेमा अरू कोही व्यक्तिहरू, संसारका मान्छेहरू, चर्चकै अरू व्यक्तिहरू हुन्छ भने समस्या हुन सक्छ। येशू जस्तै पवित्र, येशू जस्तै प्रेमिलो, येशू जस्तै प्रतिबद्ध। येशू ख्रीष्ट पवित्र हुनुहुन्थ्यो। पवित्र अर्थात् पवित्र भन्नाले के हो त? अलग रहनु, खराबीबाट अलग, दुष्टताबाट अलग, हर पापको रूपबाट अलग। पहिलो यूहन्नामा हामी छौँ, एक पाना यहाँ पल्टाउँ, 3 अध्याय 3 पद पनि हेरौँ। पहिलो यूहन्ना 3 अध्याय 3 पद। अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। त पवित्रता परमेश्वर माग गर्नुहुन्छ। हाम्रो जीवनमा पवित्रता, शुद्धता उहाँ भएको चाहनुहुन्छ। दुष्टताबाट,
खराबीबाट, बाइबल विपरीत जानबाट। हामीले अस्ति च्यापल बाइबल कलेजमा अध्ययन गरेका थियौँ कि यरोबाम दोस्रो राजा जुन थिए, अनि अरू त्यस्ता धेरै राजाहरूको विषयमा बताइएको छ भोलि दोस्रो राजा पढ्दाखेरि, कि उनीहरूले परमेश्वरको दृष्टिमा जे खराबी थियो त्यही गरे भनेको छ। कस्तो अचम्म! मानव कि प्रभुको दृष्टिमा के खराब छ, यो गर्नुहुन्न, मूर्ति पूजा गर्नुहुन्न, यो गर्नुहुन्न, यो गर्नुहुन्न, यो गर्नु, मानव एउटा सूची छ त्यहाँ, होइन? अनि यो गर्नुहुन्न, ल प्रभुलाई यो खराब लाग्छ, ल म त्यही गर्छु। मानव त्यस्तै भने जस्तै त्यो राजाहरू बारम्बार तपाईँले पढ्नुहुन्छ त्यो पहिलो राजा दोस्रो राजा खण्डहरूमा, अनि पहिलो इतिहास दोस्रो इतिहासमा जे खराब थियो प्रभुको दृष्टिमा त्यही गरे। के अचम्म हो भनेपछि त्यहाँ के बुझियो? प्रभुलाई के खराब लाग्छ? उहाँले प्रकाश गर्नुभएको थियो, पब्लिस्ड गर्नुभएको थियो, हिडन थिएन, लुकेको थिएन, छाप दिनुभएको थियो, पत्र पत्रिकामा छापे जस्तै प्रभुको जनहरूबाट वचन दिनुभएको थियो। यो खराब छ है, यो असल होइन है, अनि यो चाहिँ असल हो, फेरि असल पनि भनिदिनु भएको थियो। यो असल छ, ल म गर्दिनँ, यो खराब छ, यो चाहिँ गर्छु। तर पवित्रता भने के हो त? खराबीबाट, दुष्टताबाट अलग गर्नु, परमेश्वरलाई के मनपर्छ त्यो बुझ्नु, जान्नु, अनि पवित्रतामा जिउनु, अर्थात् दुष्टताबाट अलग हुनु। चाहिँ परमेश्वर पवित्र हुनुहुन्छ, अनि हामीलाई उहाँले भन्नुहुन्छ पवित्र हो किनभने म पवित्र छु। त्यो डिमान्ड उहाँको छ, त्यो माग छ, उहाँको चाहना छ। अनि क्रिस्चियन युवाहरूमा पवित्रता पाउनु आज मुस्किल छ, गाह्रो छ। के तपाईँ र मेरो जीवनमा पवित्रता छ? यसो जस्तै हामी जिरेका छौँ? यदि हो भने पवित्रता त्यहाँ हुन आवश्यक छ। त पहिलो कुरा त कि हामीले उद्धार मुक्ति पाएका छौँ, हाम्रो पापहरू क्षमा भएका छन्, हामी धर्मी ठहराइएका छौँ, पवित्र जन भएका छौँ। हामीले अडल्ट सन्डे स्कुलमा सिकेका जस्तै पवित्र जन हुँदैमा पवित्र जीवन हुन्छ भन्ने ग्यारेन्टी छैन। पवित्र जन हुन त हाम्रो आफ्नो केही कामहरू छैन, हामी विश्वास र अनुग्रह धर्मी सिद्धमा ठहरिएका छौँ, हामी पवित्र जन बनाइएका छौँ। यदि पापबाट पस्ताव गर्दा हामी यसमा विश्वास गरेका छौँ भने, तर अब पवित्र जनहरूले पवित्र जीवन जिउन आवश्यक छ। तपाईँ पवित्र जन त बन्नुभयो होला, तपाईँ मुक्ति पाउनु भएको होला, तर पवित्र जीवन छ कि छैन? पाप दुष्टता अलग, संसारलाई प्रेम नगर भन्नुहुन्छ। मैले पहिलो योना 2:15 पद हेर्नु, संसारलाई प्रेम नगर, न त संसारमा भएका कुराहरूलाई नै। कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन। किन संसारमा भएका सबै कुराहरू, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेकी पिताबाटका होइनन्, तर संसारबाटको हुन्। अनि संसार बिति जान्छ, त्यसको अभिलाषा पनि, त्यसले परमेश्वरको इच्छा पालन गर्छु सदा सर्वदा रहिरहन्छ। परमेश्वरलाई रहिरहने र चाहिँ नरहने क्षणिक कुराको विषयमा पनि उहाँले बताउनु भयो। हामी युवाहरू अपवित्रतामा जिउँछौँ, त्यो क्षणिक समयको लागि हो। क्षणिक समयको लागि हामी धेरै मरिमेटिरहेका हुँदो रहेछौँ। हामीले पढ्नुपर्छ, जागिर खानुपर्छ, ठिक छ, व्यवसायहरू होलान्, तर ती रहिरहन्छन् त सदा सर्वदा। जसले परमेश्वरको इच्छा पालन गर्छ ऊ सदा सर्वदा रहिरहन्छ। हाम्रो प्रायोरिटी सधैँ परमेश्वर, उहाँको वचन, उहाँको सेवा हुन आवश्यक छ। अनि त्यसमा नै युवाहरू हामी चुक्दछौँ। नेपालको मात्र होइन, संसारको युवाहरूमा समस्या त्यो छ। अनि बुढेसकालमा पछि ल हो ल प्रभुको सेवा गर्नुपर्ने रहेछ, ला मर्ने बेला आयो त, अब सृष्टिकर्तालाई भेट्ने समय आयो त, ला कसरी भेटौँ उहाँलाई। अनि त्यसपछि अब चाहिँ आफ्नो कमाएको पैसा प्रभुलाई दिन्छु म, ल अब प्रभुलाई जिउँछु। परमेश्वरलाई तपाईँ र मेरो उब्रे बाब्रो आवश्यक छैन। तपाईँ परमेश्वरलाई आफ्नो पहिलो अनि बेस्ट सर्वोत्तम दिन चाहनुहुन्न भने नदिनुहोस्, ठिक छ, तपाईँको इच्छा हो नि त। तर उब्रेको बाब्रेको चाहिँ ल्याएर प्रभु लौ त भनेर नदिनुहोस्, नदिउँ। त्यति साह्रो अनादर नगरौँ न, होइन? बरु के राम्रो हो त? त्यो मन तातो हुनुभन्दा चिसो भयो भने थियो। प्रभुले भन्नुभयो यति घृणित म भमिट गर्छु, त्यो थुक्छु भन्ने शब्द, भमिट भन्ने शब्द हो। बरु चिसो भइदिया हुन्थ्यो। परमेश्वरले कसरी भन्न सक्नुहुन्छ चिसो भइदिया हुन्थ्यो? बरु मबाट टाढा भइदिया हुन्थ्यो। बरु तिमी मन तातो छौ, आफूलाई पवित्र जन भन्छौ, अपवित्रतामा जिरहेका छौ। मोबाइल हेर्दा संसारी सङ्गीत अझै भेटिन्छ, संसारी भिडियोहरू अझै हेर्ने बानी छ। भिडियो फेसबुकमा, युट्युबमा, इन्स्टाग्राम, जेमा हेर्छौ, टिकटकमा, अझै पवित्रतामा अघि बढ्न सकेका छैनौँ। अनि आफूलाई हामी चिट्टिक्क पार्छौँ, चर्च आउँछौँ, बाइबल पढ्छौँ, भजन गाउँछौँ। कसलाई हामी झुकाइरहेका छौँ? परमेश्वरलाई ढाँट्न सकिन्न। यो मेरो लागि सत्य हो, हामी सबैको लागि सत्य हो। उहाँले भन्नुहुन्छ तिमी न चिसो न तातो, मन तातो,
मुखबाट थुकिदिनेछु म। भमिट आउने, उहाँलाई चाहिँ बान्ता आउने खालको जीवन भयो यो। घिन लाग्दो, घृणित पवित्रता उहाँ माग गर्नुहुन्छ। अनि पवित्रतामा कहिले पनि हाफ पवित्रता हुँदैन, कि पूर्ण रूपमा दुष्टताबाट अलग कि अलग छैन। येशू जस्तै हामी पवित्र छौँ। युवाहरू पवित्रता साह्रै महत्त्वपूर्ण क्यारेक्टर, चरित्र हो, गुण हो, जुन हामी धेरैबाट युवाहरूमा देख्दैनौँ। तर तपाईँ पवित्र युवा हुनुहोस् न, तपाईँको जीवन आशिषित हुनेवाला छ। तपाईँ धेरै पढेको नहोला, धेरै तपाईँको कमाइ नहोला, तपाईँको भविष्यको विषयमा सबै प्लान सेटिङ छैन, अन्जान छन्, भविष्यको विषयमा चिन्ता नगर्नुहोस्, पवित्रताको विषयमा चिन्ता गरौँ, परमेश्वरलाई आफ्नो जीवन छोडौँ, सबै कुरा राम्रो हुनेवाला छ। उहाँले भन्नुहुन्छ, अनि उहाँमा यो आशा राख्ने। पहिलो योना 3:3 फेरि हेर्नुहोस्, हरेक मानिसले कि उहाँमा हामी आशा राख्छौँ। उहाँ यदि आउँदै हुनुहुन्छ, त्यो सन्दर्भ यहाँ छ, उहाँ आउँदै हुनुहुन्छ, उहाँ हाम्रो आशा आउनुहुन्छ। यो दुष्ट भ्रष्ट संसारबाट हामी उठाइन्छौँ। तर त्यो यदि आशा छ भने हाम्रो हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। पवित्रतामा जिउँ, पवित्रताको विषयमा हामी कम्प्रोमाइज नगरौँ। त्यो समस्याहरू छन् भने त्यसलाई आजै ठिकठाक पारौँ, पवित्रतामा जिउनलाई अघि बढौँ। प्रभु कम्प्रोमाइज गर्नुहुन्न। पवित्र 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 परमेश्वर, साह्रै सिरियसली गम्भीरताको रूपमा उहाँले लिनुहुन्छ। त्यो तपाईँसँग धेरै ट्यालेन्ट होला, तपाईँ गाउन सक्नुहुन्छ, बजाउन सक्नुहुन्छ, तपाईँ फुर्तिलो जोसिलो हुनुहुन्छ, परिश्रमी हुनुहुन्छ, राम्रो बोल्नुहुन्छ, तर पवित्रता छैन भने प्रभुको दृष्टिमा काम नलाग्दो, अनादरको भाँडो, प्रभुले प्रयोग गर्न सक्नुहुन्न। प्रभुको पहिलो योग्यता त्यही हो, पवित्रता। अनि मुक्ति पाएकाहरू पवित्र जन अनि पवित्र जीवनमा अघि बढेका। किन मुक्ति पाएकाहरू पनि जो पापमा जिरेका छन्, पवित्र आत्माले शोकित तुल्याइरहेका छन्, प्रभुले कसरी चलाउन सक्नुहुन्छ त? प्रभुको महिमा कसरी हाम्रो जीवनबाट हुन सक्छ त? पवित्रता हुनै पर्ने रहेछ। त्यस विषयमा तपाईँ र म जोड दिउँ। येशू जस्तै जिउनुहोस्। हाम्रो हेर्दाखेरि मानिसले येशू देखुन्। दोस्रो शब्द हाम्रो के थियो त? भन्नुहोस् त, प्रेमिलो। प्रेमिलो, येशू जस्तै प्रेमिलो। पवित्रता छ, सत्यतामा हामी अडिग छौँ, सत्यतामा हाम्रो कम्प्रोमाइज छैन, तर हाम्रो जीवनमा प्रेम हुन आवश्यक छ। प्रेम 5मा फेरि हेर्नुहोस्, पहिलो योना 2:5, तर जसले उहाँको वचन पालन गर्छ साँच्चै उसैमा परमेश्वरको प्रेम सिद्ध भएको हुन्छ। प्रेममा हामी बढ्दै जानु छ। अनि हाम्रो लागि चुनौतीको कुरा हामी सिक्दैछौँ, तर प्रेमिलो हुनु। एफिसीको पुस्तकमा आउँ 5:2। त युवाहरू आज हामी यो 3टा शब्दलाई राम्रोसँग याद गरौँ। तपाईँ र म येशू जस्तै हुनुपर्छ, त्यसको लागि पवित्रता, प्रेमिलो, प्रतिबद्धता। त एफिसी 5:2 आउनुहोस्। र अनि साँच्चै हामी सुन्ने मात्र होइन है, यसले त केही फाइदा गर्दैन, यसलाई पालन गर्नलाई प्रभुको सहायतामा अघि बढौँ। एफिसी 5:2, र प्रेममा हिँड जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बासना दिने सुगन्ध हुनका लागि भेटी र बलिदानको रूपमा आफूलाई हाम्रो निम्ति परमेश्वर अर्पण गर्नुभयो। उहाँको प्रेमको ठुलो प्रकटीकरण कल्वरी क्रुसमा भएको छ। उहाँले आफ्नो जीवनै हामीलाई दिनुभयो। हामी उहाँको लागि समय दिन सक्दैनौँ धेरै पटक। हामी उहाँको लागि जिउने कुरा छोडिदेऊ, उहाँको लागि आफ्नो जीवनै दिने कुरा त छोडिदेऊ कि समयहरू दिन हामीलाई चुनौती होला, आफ्नो कमाई पढाइ प्रभुलाई दिन हामीलाई चुनौती होला, हाम्रो ट्यालेन्टहरू जे प्रभु दिनुभएको छ उहाँलाई दिनलाई हामीलाई चुनौती होला। यदि हामी उहाँलाई प्रेम गर्छौँ भने त त्यो व्यवहारमा देखिनु पर्यो। म उहाँलाई प्रेम गर्छु भनेर भएन। त्यसरी उहाँले पनि हामीलाई प्रेम गर्नुभयो। उहाँ कति प्रेमिलो, उहाँ जोसिलो हुनुहुन्थ्यो सत्यताको लागि। तपाईँले कल्पना गर्नुहोस् त्यो घटनालाई, हामी 2000 वर्ष अगाडि जाउँ फर्केर, होइन, ड्रोन प्लेन चढाएर जाउँ, टाइम ट्राभल ड्रोन रहेछ अरे मानौँ, अनि यसो ड्रोनबाट हेरेको त येशू ख्रिस्टलाई देख्नुभयो तपाईँले मन्दिरभित्र। अनि येशू मन्दिरभित्र जानुहुन्छ के देख्नुहुन्छ? त्यहाँ त पुरै व्यापार भइरहेको रहेछ। यता बाख्रा बेचिरहेको छ, यता परिवा बेचिरहेको छ, होइन, किनकि यरुशलेम मन्दिरमा त बलि चढाउँथ्यो नि त। पैसा हुनेले चाहिँ बहरहरू, अनि त्यसपछि गोरहरू, नहुनेले चाहिँ परेवा मात्र भए तापनि, अनि पुरै त्यहाँ चाहिँ व्यापार चलिरहेको थियो। ल परेवा जे जोडीको यति रुपियाँ, यति रुपियाँ, यति रुपियाँ, यति रुपियाँ, 99, 99, 99 कति होला। अनि प्रभुले देख्नुभयो यो त प्रार्थनाको घर हुनुपर्ने, व्यापारको घर बनाएका छौ। अनि डोरी जस्तो के लिनुभयो, सबलाई धपाउनु भयो। हेर्नुहोस् त प्रभुको जोस।
येशू ख्रीष्ट प्रेम हुनुहुन्छ, उहाँ त कति राम्रो, ओहो त्यति बेला कसले उहाँलाई प्रेम हुनुहुन्छ भन्छ होला? सत्यतामा कुनै कम्प्रोमाइज छैन, पवित्रतामा कुनै कम्प्रोमाइज छैन। तपाउनुभयो सबैलाई, यो पिताको घर प्रार्थना घर हुनुपर्छ। तर फेरि अर्को दृश्य फेरि हेर्नुहोस्, अब अर्को दृश्य हामी फेरि ड्रोनबाट यसो हेरौँ, त्यहाँ नानीहरू कुद्दै आइरहेका छन्। हामी येशूलाई हेर्न चाहन्छौँ, येशूलाई भेट्न चाहन्छौँ, आमाबाले पनि पठाएर जाऊ जाऊ नानीहरू येशूलाई भेट्न जाऊ, उहाँले चाहिँ चिन्ह चमत्कार गर्नुहुन्छ, गुरु हुनुहुन्छ, वाह उहाँलाई भेट केही हुन्छ। अनि चेलाहरूले के भन्छ तपाईँले देख्नुभयो? होइन होइन, ए कहाँ यस्तो गरे आमाबाहरू रोक्दैछन्, त्यहाँ पत्रुस छ, यहुदा छ, होइन होइन नानीहरूलाई रोको रोको, ए समाज कहाँ यो भुराहरू यहाँ ल्याएको, यो बच्चाहरूलाई कहाँ यहाँ ल्याएको? येशूले भन्नुहुन्छ नानीहरूलाई म कहाँ हुँदाखेरि नरोक, ल्याउनुहुन्छ, सायद काखमै राख्नुभयो होला, प्रेम साथ उनीहरूलाई सिकाउनुहुन्छ। अनि त्यसपछि आफू निर्दोष भएको थाहा हुँदै पनि हामीलाई प्रेम गर्दै कल्भरी क्रुसमा मर्नुहुन्छ प्रेमिलो येशू ख्रीष्ट। हामी पनि प्रेमिलो हुन आवश्यक छ युवाहरू। त यो प्रेमिलोले के गर्छ थाहा छ? हेर्नुहोस् है, पवित्र जीवन सत्यताको विषयमा कुनै कम्प्रोमाइज छैन, दुष्टताबाट अलग। अब प्रेमिलो भनेको चाहिँ अरूलाई प्रभाव पार्न थाल्छ। हाम्रो प्रेम चाहिँ आफैमा रहन सक्दैन, हुन त पवित्रता पनि आफैमा रहँदैन, त्यो देखिन्छ, त्यसको प्रभाव वरिपरि पर्छ, तर प्रेमले अझै प्रभाव पार्छ। त्यो मिठो सुवासना भनेको छ नि 2 पद, र प्रेममा जसरी ख्रीष्टले हामीलाई प्रेम गर्नु मिठो बासना दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफूले आफ्नो निम्ति परमेश्वरको अर्पण गर्नुभयो। परमेश्वर पिताको लागि एउटा मिठो बलि, मिठो सुवासना, र सारा संसारको लागि पनि जसले आकर्षण गर्छ, मिठो बासना, आनन्द ल्याउँदछ। अनि ख्रीष्टको सुवासना हाम्रो जीवनमा छरिनुपर्छ भने 4 खण्डमा प्रेमिलो हुन आवश्यक छ। हामी अरूलाई प्रेम गर्छौँ, पहिलो कुरा त परमेश्वरलाई प्रेम गर्छौँ। अनि प्रेम भनेको चाहिँ नम्बर 3 सँग जोडिन्छ वास्तवमा, कमिटमेन्ट हो, प्रतिबद्धता हो। हामी युवाहरूले सुन्छौँ लभ भनेको के हो? लभ भनेको त के हो? एकअर्कालाई लाइक गर्नु है, माया गर्नु है, अथवा खालि शारीरिक कुरा किस गर्नु, यो गर्नु। लभ भनेको के हो त? कमिटमेन्ट हो, वास्तवमा प्रतिबद्धता हो। यो तपाईँ कसैलाई प्रेम गर्नुहुन्छ भने त्यो एक्सनमा देख्नुपर्छ। हामी परमेश्वरलाई प्रेम गर्छौँ भने त्यहाँ प्रतिबद्धता, कमिटमेन्ट हुनुपर्छ। त प्रेमिलो हुनु। तर हाम्रो आजको संसार लभली हुनमा चाहिँ फोकस छ हैन त, लभिङ होइन लभली। त्यो दुईटा शब्दको अर्थ फरक छ कि छैन? लभली हुनु भने के? म त लभली हुन चाहन्छु, वाउ मलाई हेर सबैले, म कति क्युट, कति राम्रो, सेल्फी खिचौँ, फोटो हालौँ फेसबुकमा, राम्रो स्टोरीमा राखौँ, रिल बनाऊँ, लाइक आइहाल्छ कि 1-2वटा होइन, कतिवटा आउँछ हेरौँ, वाउ मलाई सबैले लभली भन, सबैले मलाई वाउ भन, मलाई सबैले माया गर। लभली होइन, लभिङ। लभिङ भनेको आफूले माया गर्ने, आफूले अरूलाई उत्साह दिने, आफ्नो स्वार्थलाई साइडमा राखेर लभिङ, प्रेमिलो, त्यो भन्न खोजेको। जसरी ख्रीष्ट हुनुभयो 2 पदमा भने जसले आफ्ना प्राण अर्पण गर्नुभयो, मलाई प्रेम गर भन्नुभन्दा पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो, जबकि हामी उहाँलाई घृणा गर्थ्यौँ। हामी पापमा जन्मिएकाहरू उहाँको विद्रोहमा जिउँछौँ। अहिले पनि मुक्ति पाएका छैनौँ, हरेक सेकेन्ड हामी उहाँको विद्रोहमा जिरहेका छौँ। प्रभु म तपाईँलाई घृणा गर्छु भन्दै मुट्ठी कसिरहेका छौँ प्रभुको विरुद्धमा। अहिले पनि हामीले बुझेका छैनौँ। होइन म त चर्च जान्छु, म क्रिस्चियन परिवार हुर्केको होइन, हुँदैन त्यसरी। तपाईँ क्रोधका सन्तान हो, मुक्ति पाउन आवश्यक छ, आज प्रस्ताव गर्नै पर्छ। लभली होइन लभिङ भन्नु पर्यो। र आज संसार लभली हुन चाहन्छ, त्यो माहौल छ, सामाजिक सञ्जाल, सोसियल मिडिया, टिकटक, इन्स्टाग्राम, फेसबुक सबै, त्यसैले उनीहरूले धेरै पैसा कमाएका छन्। हाम्रो मानिसको जुन त्यो नेचर छ त्यसलाई उनीहरूले युटिलाइज गरेका छन्, त्यसको एडभान्टेज लिएका छन्। अब मानिसहरू आफूलाई लभली हुन चाहन्छन्, सबैको माया चाहन्छन्, वाउ चाहन्छन्, सबैबाट एक्सेप्टेड भएको चाहन्छन्। ए ल त्यसो भए इन्स्टाग्राम, टिकटक, ल आफूले अरूकोबाट हामीलाई चाहिँ के चाहिने त? अप्रुभल चाहिने। हामीले हिजो सुने जस्तै गड्स अप्रुभड हुनु पर्यो। सो दाइ सेल्फ अप्रुभ अन टु गड भनेको छ, स्टडी टु सो दाइ सेल्फ अप्रुभ अन टु गड, अथवा परमेश्वरका अगाडि ग्रहणयोग्य हुनलाई प्रयत्न गर भनेको छ। तर हामी मानिसको सामु अप्रुभ ग्रहणयोग्य हुन खोजिरहेका छौँ। त्यो समस्या हुन सक्छ। त्यो सञ्जालमा अझै हटाइदिउँ नहटाइदिउँ, त्यो जालमा हामी नफसौँ। हामी फसिरहेछौँ धेरैपल्ट। तपाईँको फेसबुक हेरौँ त, खै तपाईँको इन्स्टाग्राम हेरौँ त, कस्ता फोटो पोस्ट गरिरहेका छौँ, कस्ता पोस्टहरू लाइक गर्छौँ, कमेन्ट गर्छौँ।
यो सानो कुरामा तपाईँ फस्नु भएको छ भने हामी बढी कुरा नगरौँ, त्यसमा पस्ताव गरौँ, फर्कौँ, भएन र? हामीलाई सेल्फी हाल्नमा आफ्नो फोटो टक्क राखेर अझै कतिले के गर्छ, फोटो टक्क राख्छ अनि टक्क कसैको डायलग राख्छ अनि जीवनमा सङ्घर्षहरू होइन अथवा केहरू होइन। अनि त्यो गरी चाहिँ के हुन्छ त, मानिसको कन्सोलेसन एउटा ऊ पाइन्छ नि त, सहानुभूति पाइन्छ। बिचरा वाउ, ल तिमीलाई पीडा भएछ, तिमी नै हो संसारको केन्द्रबिन्दु, सेन्टर अफ द वर्ल्ड तिमी नै हो, युनिभर्सको सेन्टर तिमी नै हो, तिमी नै हो सबै, ल तिमीलाई माया छ हाम्रो, वाउ बिचरा। अनि त्यसपछि हामीलाई के हुन्छ, राम्रो एकछिन इमोसनली फिल हुन्छ, वाउ। तर त्यो त क्षणिक हो, त्यो त सतै हो, अनि त्यो त जान्छ नि त। अनि फेरि भोलिपल्ट त अथवा बेलुका अर्को पोस्ट हाल्नै पऱ्यो फेरि। किन त्यो पोस्टको इमोसनलको राम्रो न्यानोपना त, वार्मनेस त गइसक्यो होइन, किन रियलमा त कोही पनि नजिक छैन आफ्नो फिजिकल वर्ल्डमा त, त्यो त खालि इन्टरनेटमा मात्र रहेछ। अनि फेरि त्यो न्यानो, अनि त्यही चक्रमा हामी एडिक्टेड, हाम्रो लत लागेको हुन्छ। त्यसबाट हामी उम्कौँ, अरूलाई उम्काउँ, त्यसले बेकारको कुरा ल्याउँछ, त्यसले फाइदा गर्दैन। तपाईँको आफ्नो सिङ्गल फोटो हालेर तपाईँले के पाउनुहोस्, आवश्यक छ? धेरै युवाहरू त्यही छ, केटाहरू त्यस्तै देखिन्छ, केटीहरू त्यस्तै देखिन्छ, अनलाइनमा सुनेर होला त्यस्तै गरेर होला। अनि त्यो गरेर के चाहिँ भयो त? होइन ठिक छ, तपाईँको आफ्नो जीवनमा केही ठुलो घटना भयो, तपाईँले प्रभुलाई महिमा दिन चाहनुहुन्छ, ल है प्रभुलाई महिमा आओस्, मेरो जीवन प्रभुले यसरी आशिष दिनुभयो, तपाईँले के फोटो, ठिक छ, राम्रो। हामी जे गर्छौँ प्रभुको महिमाको लागि गर्छौँ, चाहे खाओ चाहे पियो चाहे जेसुकै गर, प्रभुको महिमाको लागि गर। तपाईँको त फेसबुक पोस्ट प्रभुको महिमाको लागि होस् न, त्यहाँ सुसमाचार प्रचार होस् न। तपाईँको साथीहरूलाई सुसमाचार नसुनेका तपाईँको फेसबुकमा बाइबल पद हाल्नुहोस्, सुसमाचार पद हाल्नुहोस्। सबैलाई आज च्यालेन्ज, आज बेलुका घर गएर सुसमाचारको कुनै पद योना 3 को 16 भए पनि हुन्छ, हाल्नुहोस् तपाईँले। योना 3 को 16 आज रोजौँ है त, ककले हाल्छ म हेर्छु है भरे, लाज मान्ने होइन। अनि मलाई त लाज लाग्थ्यो तपाईँलाई, तपाईँले अब आफ्नो मान्नुहुन्छ मान्नुहुन्न, म त इमान्दारता साथ भन्छु, इमान्दारितापूर्वक मलाई त लाज लाग्थ्यो। मेरो साथीहरू त धेरै छन्, स्कुलका कलेजका, मैले बाइबलको पद हाल्यो भने त मलाई त क्रिस्चियन यो त यस्तो मान्छे भन्छ। अनि धेरै समय मलाई लाग्यो फेसबुकमा बाइबल पद हाल्नलाई, आँट चाहिने रहेछ। अहिले सोच्दा त है कस्तो जाऊ, त्यति एउटा पद हाल्यो नि के आँटको कुरा गरेर, मलाई त्यति बेला मलाई चाहिँ एकदम डर लागेको थियो, नर्भस भएको थिएँ म होइन। हो मैले फेसबुक पोस्ट हालेँ भने मलाई के सोध्छ होला साथीहरूले, मलाई अनफ्रेन्ड गरिदिने हो कि अनफलो गरिदिन्छ कि ब्लक गरिदिन्छ कि, त्यो डर हुँदो रहेछ क्या, पियर प्रेसर। तर यस्तो पोइन्टमा म आएँ, यो के हो, त्यो होइन, म जे गर्छु प्रभुको लागि गर्छु। मेरो फेसबुक पोस्ट मेरो लागि एउटा वास्तवमा पुलपिट हो, मसँग जति साथीहरू छन् उनीहरूलाई ख्रिस्टको विषयमा बाँड्ने, बाइबल पोस्ट हाल्ने हो। लाइक गरे लाइक गर्छ, नगरे गर्दैन, मतलब चाहिँ अनफलो गरे अनफलो गर्छ, अनफ्रेन्ड गर्छ। तर म यो हुँ, म सुसमाचारको लागि जिउँछु, म ख्रिस्टको लागि जिउँछु, म प्रेमिलो बन्न चाहन्छु। म खालि प्रेम, मलाई प्रेम गर, म लभली होइन, लभिङ। किनभने ख्रिस्ट प्रेम हुनुहुन्छ, निस्वार्थ प्रेम गर्नुभयो। उहाँलाई कसैले पहिला प्रेम गरेर उहाँले प्रेम गर्नुभएको होइन, घृणित भएर पनि प्रेम गर्नुभयो, त्यो येशू जस्तै भनेको। हामी त्यसरी गरिरहेका छौँ। अनि त्यो मेरो साथी मलाई प्रेम गरेन, मलाई वास्ता गरेन, म त्यसलाई पनि वास्ता गर्दिनँ, त म कम तँलाई म बोल्दिनँ तँसँग, मलाई बोलाएन, मसँग बोलेन, मलाई भनेन, सिक्रेट राख्यो यो कुराहरू, म बोल्दिनँ। त्यो लभिङ होइन, त्यो संसारिक हो। तर तपाईँलाई जसले चोट पुर्याउँछ उसलाई प्रेम गर्नुहुन्छ भने त्यो येशू जस्तै होइन र। अगापे प्रेम भनिन्छ त्यसलाई, जो निस्वार्थ हुन्छ, जो रहिरहन्छ, त्यो शर्त रहित छ, यो गर अनि प्रेम गर्छ होइन, निशर्त प्रेम। हामी प्रेमिलो हौँ, प्रेमिलो हौँ, ख्रिस्टको प्रेम देखाउँ एकअर्कालाई, संसारलाई। अनि अन्तिम पोइन्ट के थियो, प्रतिबद्ध। प्रतिबद्ध आज हाम्रो विषय के हो, येशू जस्तै, येशू जस्तै जिउनु छ, येशू जस्तै हुनु छ। त नम्बर 1 पवित्रतालाई विचार गरौँ, येशू जस्तै पवित्र। नम्बर 2 येशू जस्तै प्रेमिलो। नम्बर 3 येशू जस्तै प्रतिबद्ध। हिब्रू 12 अध्यायमा आउनुहोस् तपाईँ, हामी पल्टाउँ हिब्रूको पुस्तक 12 अध्याय 1 र 2 पद हामी पढौँ। हिब्रूको 12 अध्याय 1 र 2। यसकारण हामी पनि यति ठुलो साक्षीहरूको बादलले घेरिएका हुनाले आओ हरेक भार र त्यो पाप पन्छाउँ जसले हामीलाई सजिलै झेल्दछ, र धीरजसँग हाम्रो सामु राखिएको त्यो दौड दगुरौँ। हाम्रो विश्वासको कर्ता सिद्ध पार्नुहुने येशूलाई हेर्दै
अनि उहाँ कस्तो हुनुहुन्थ्यो? उहाँ जस्तै जिउनु पर्यो नि त। हेर्नुहोस् त 2 पदको बाँकी भाग, जसले आफ्नो अघिल्तिर राखिएको आनन्दका निम्ति शर्मलाई पनि तुच्छ ठानेर क्रुसको शासना सहनुभयो। उहाँको कमिटमेन्ट हेर्नुहोस्, त्यहाँ उहाँको प्रतिबद्धता हेर्नुहोस्। म जसरी प्रभुको महिमाको लागि हो, उहाँको पिताको इच्छा पुरा गर्ने नै हो म, त्यसबाट म दाएँ बाएँ हुनेवाला छैन। म प्रतिबद्ध छु। हो, त्यहाँ सहनुपर्छ, हो त्यहाँ शासना छ, कष्ट छ, तर म प्रतिबद्ध छु। अझै हेर्नुहोस् 2 पदको बाँकी भाग, र परमेश्वरको सिंहासनको दाहिने हातपट्टि बस्नुभयो। अझै 3 पदले अझै हामीलाई थप विवरण दिन्छ। उहाँ जसले आफ्नो विरुद्धमा पापीहरूको यस्तो विरोध सहनुभयो। उहाँलाई यस हेतुले विचार गर, उहाँलाई कन्सिडर गर, उहाँलाई हेर कि तिमीहरू थकित नहो र आफ्नो मनरमा हताश नहो। अहिलेसम्म तिमीले पापको विरुद्ध लडाइँ गर्दै रगत बगुन्जेल सामना गरेका छैनौ। त हाम्रो प्रतिबद्धता कस्तो छ? हाम्रो कमिटमेन्ट कस्तो छ? आज समस्या के हो? धेरै युवाहरूमा कमिटमेन्ट छैन, कुनै कुरामा पनि कमिटमेन्ट छैन। गर्न मलाई गर्ने, नत्र नगर्ने। जान मलाई जाने, नत्र नजाने। म यति समय दिन्छु, न दिन्न। म यो जिम्मेवारी लिन्छु, त गर्दिनँ। कमिटमेन्ट, प्रतिबद्धता छैन। म प्रभुको लागि जिउँछु, अब सजिलो भयो भने, गाह्रो भयो भने म जिउँदैन। कमिटमेन्ट, प्रतिबद्धता छैन। तर येशू जस्तै प्रतिबद्धता भने के हो? शासना सहँदै, सबै अवस्थाहरूसँग जुझ्दै पनि, मानव त्यो प्रतिबद्धता भने कस्तो हो भने, मानव यहाँ तपाईँले रातो बाटो देख्नु भएको छ यहाँ, अनि यो बाटोमा हिँड्नु छ, यहाँ प्रभुको महिमा हुन्छ, इच्छा उहाँको पुरा हुन्छ, उहाँले म प्रसन्न तुल्याउँछु, अब यो बाटोबाट म दायाँ बायाँ हुँदैन, म प्रतिबद्ध छु। अलिक यता धकाल्छ कसैले, होइन होइन, म यहाँ खडा छु। हावाहुरीले यतातिर अभिलाषा परीक्षा यता तान्न, यता बाहिर निस्किनु, होइन होइन, म यहाँ कमिटमेन्ट, मेरो कमिटेड, म यहाँ छु, म कमिटेड छु, म प्रतिबद्ध छु। मेरो यो बाटो, म यहाँबाट दायाँ बायाँ हुनेवाला छैन। त्यो छ प्रतिबद्धता हामीसँग। कि सजिलै साथीले यस्तो भन्छ, ल के गर्नु त गर्नै पर्यो, यता रमाइलो छ, ल अब जानै पर्यो, अब के गर्नु त, यस्तो छ, उस सजिलै यता यता दोमन। कमिटमेन्ट भने के हो? सजिलो छैन यो प्रतिबद्धता। र सबै परिस्थिति बिचमा पनि त्यहाँ भनेको छ, त्यो अगाडिको आनन्दलाई हेर्दै, पिताको इच्छा पुरा गर्दा आनन्द छ। युवाहरू, अनन्ततामा ठुलो आनन्द छ, महिमा छ। त्यो कुरा बुझ्दै हामी त्यो बाटोबाट दायाँ बायाँ हुँदैनौँ। हो, क्षणिक अहिले समयमा त आनन्द नदेखिएला, मोबाइल चलाउन, सेल्फी खिच्न, म रमाइलो देख्ला, ती प्रकारको पोस्टहरू हेर्न, अनि हर प्रकारको खराबीमा अघि बढ्न रमाइलो त होला, तर त्यसको अन्तिम बिन्दु खराबी हो। हामी टाढा देख्न सिक्नु पर्यो युवाहरू। धेरैपल्ट समस्या त्यही हुँदो रहेछ हामी युवाहरूको। म टिनेजर हुँदाखेरि म त्यही टाढा भने के हो, कहाँ हो, आज जिउने हो, अहिले जिउने हो, भोलि कसले देखाएको छ र मरिन्छ कि, हामी त्यसरी सोच्न पुग्दैन। त्यसले फाइदा गर्दैन। टाढा हेरौँ, टाढा हेरौँ परमेश्वरलाई, अनन्ततालाई, अनि आफ्नो जुन बाटो छ त्यसबाट दायाँ बायाँ नहौँ। येशूलाई हेर्दै हाम्रो अगाडि राखेको दौडलाई, जसरी येशू ख्रीष्टले आफ्नो दौड पुरा गर्नुभयो, कमिटमेन्ट त्यहाँ चाहिन्छ। उहाँको अगाडि राखेको त्यो दौडलाई, पिताको इच्छा पुरा गर्नु थियो, सारा संसारलाई बलि हुनुपर्ने थियो, त्यसबाट उहाँ दायाँ बायाँ हुनु भएन। शासना सहँदै पनि दुःख कष्ट आउँछ, भनाइहरू आउँछन्, अभिलाषाले त्याग्नुपर्छ, तर स्ट्रेट हल्लिनेवाला छैन। जसले धकाले पनि, परीक्षाहरूले हल्लाउन खोजे तापनि, अभिलाषाले ताने तापनि, त्यो प्रतिबद्धता ममा चाहिएको छ, हामीमा चाहिएको छ। त्यो छ कि छैन? कि हामी सजिलै हल्लिन्छौँ? यो ठाउँमा यति पैसा कमाउने जागिर पाउँदो रहेछ, ल त्यसै म अब चर्च आउन छोड्छु, अथवा त्यसमा मेरो प्रायोरिटी अब के गर्नु त, प्रभुलाई उहाँको वचन सुन अलिक काम समय हुने भयो, अब के गर्नु त, यस्तै हो। कमिटमेन्ट छैन, विश्वास योग्यता छैन, स्थिर खडा हुने, जे होस् जसो होस्, मेरो जीवन प्रभुको लागि सुम्पेको छु, उहाँको लागि जिउने हो, उहाँ हो प्रायोरिटी। अरू सब दोस्रो तेस्रो चौथो पाँचौँ अरू कुराहरू, परमेश्वर हो सधैँ पहिलो स्थान, परमेश्वरलाई पहिलो स्थान। त त्यो प्रतिबद्धतामा तपाईँ र हामी अघि बढौँ। यसमा हामीलाई सहायता चाहिन्छ, चुनौती छ, किन हामीलाई पनि अभिलाषाहरू आउँछन्, हामी सजिलो खोज्छौँ, धेरै सङ्घर्ष त्यो हुन्छ त्यहाँ, होइन र? मलाई याद छ, म प्रिटिन हुँदा, टिनेजर हुँदा मलाई पनि चाहिँ टिभी हेरेर बस्न मन लाग्थ्यो दिनभरि। त्यति बेला हाम्रो पेन्टिएम 1, पेन्टिएम 2 कम्प्युटर हुन्थ्यो। कहाँ अहिलेको जस्तो कम्प्युटर, तपाईँले कतिले पेन्टिएम 1, पेन्टिएम 2 सुन्नु नि भएन होला। पेन्टिएम 3 आयो, पछि पेन्टिएम 4, होइन? मोनिटर यत्रो ठुलो हुन्थ्यो। अझै हाम्रो स्कुलमा त तपाईँहरूको जस्तो अहिले राम्रो कम्प्युटर थिएन।
ब्ल्याक एन्ड व्हाइट कम्प्युटर, अनि त्यसमा चाहिँ डस गेमहरू खेल्नु पर्थ्यो होइन, अल्लादिन के गेमहरू हुन्थ्यो, लुकी लुकी सरले नदेखे बेला। त्यो सबै कुराहरूमै समय बिताउन अनि आफ्नो काम नगर्न, बाइबल नपढ्न, चर्च नजान मन त हुन्थ्यो नि त। हामी पनि युवै थियौँ नि त, प्रिटी नै थियौँ, बच्चै थियौँ। त्यति बेला हामी चाहिँ मोबाइलहरू त थिएन, तर त्यति बेला पनि हाम्रो कम्प्युटर गेमहरू थियो, के अरू अभिलाषा त्यति बेला पनि थियो नि अवश्य आफ्नै प्रकारका। साथीसँग घुम्दै हिँड्ने होइन, चुरोट रक्सी खाँदै हिँड्ने, त्यो त थियो नि त। हाम्रो स्कुलका साथीले चुरोटहरू खान्थे अनि हाम्रो अगाडि धाक दिन्थे, मैले चुरोट खाएर आएँ के अरे बाथरुममा टोइलेटमा, तँलाई थाहा छ भन्थ्यो। अब के भन्ने होइन, हुन्थ्यो त। अनि अब हामी त बाहिर यस्तो हेरेर आउँछ, यस्तो गरेर आउँछ, तँलाई थाहा छ, त अभिलाषा त हुन्छ नि। त प्रभुको सहायतामा प्रतिबद्ध हुने हो। एउटा बाटो मैले रोजेको छु, त्यो बाटोबाट म दायाँमा हुनेवाला छैन। अनि मेरो आफ्नै सामर्थ्यमा होइन, हामी कमजोर छौँ। प्रभु कहाँ जाने? प्रभु म त बाटो यताउता दायाँमा हुन लाएँ त, परीक्षा आयो त प्रभु, के गर्ने? मलाई सामर्थ्य दिनुहोस्। पिताको इच्छा पुरा गर्ने विषयमा येशू ख्रीष्ट प्रतिबद्ध हुनुहुन्थ्यो। तर हाम्रो लागि उहाँले उदाहरण दिनुभयो। त्यो गेतसेमनीको बगैँचा, प्रभु पिता तपाईँ इच्छा भयो यो कचरा मबाट हटोस्, सजिलो थिएन, तर भन्नुहुन्छ तपाईँको इच्छा पुरा होस्। प्रतिबद्ध, दायाँ बायाँ हुनेवाला छैन। प्रभुको सहायता खोज्ने हो बरु। प्रभु म कमजोर छु, म लड्न लागे, म हल्लिन लागे, म दायाँ बायाँ हुन लागे, उहाँले पुकार्ने हो बरु, तर गिभअप गर्ने होइन। येशू जस्तै पवित्र, येशू जस्तै प्रेमिलो, येशू जस्तै प्रतिबद्ध यति भयो भने हाम्रो क्रिस्चियन जीवन कति आशिषमय हुन्छ होला, त्यो हामीले कल्पना गरेका छौँ। अनि म आफै पनि त्यो कुराहरू सिक्दै त्यसमा अघि बढ्दैछु। अनि हामी सबै अघि बढ्नु छ। यो एकै दिनमा हुने कुरा होइन। यो अन्तिमसम्म, ख्रीष्ट नआउन्जेलसम्म, मेरो जीवनको अन्तसम्म त्यस मेरो सङ्घर्ष हुनेवाला छ। पावल प्रेरित सङ्घर्ष गरे अन्तसम्म नै। जीवनको अन्त हुने भन्छ म सिद्ध छैन, पावलले भन्छन्। पछाडि कुरा बिर्स, अगाडितिर ख्रीष्ट मेरो निशानातर्फ लम्किन्छु। मेरो लागि कुरा त्यही, हामी सबैको लागि त्यही हो। हामी कसैको यात्रा अलिक अघि बढेको छ होला, कसैको भर्खर सुरु होला, कोही सुरु नै गर्नु भएको छैन ख्रीष्टमा यात्रा। तर यही कुराहरू नै फर्केर हामी आउने। हाम्रो क्रिस्चियन जीवनको सार यही दुईटा शब्दमा आउँदछ। के हो? येशू जस्तै। के हो रे? भन्नुहोस् त, येशू जस्तै। क्रिस्चियन भने के हो? क्रिस्चियन नाम त्यसैले आएको हो नि त, यिनीहरू येशू ख्रीष्ट जस्तै जिउँदो रहेछ क्रिस्चियन। हाम्रो क्रिस्चियन जीवनको सार नै के हो? येशू जस्तै। हामी ख्रीष्ट जस्तै बनिँदै जाने हो। हाम्रो उद्देश्य ख्रीष्ट हुनुहुन्छ। हाम्रो उद्देश्य परमेश्वरको सेवा भन्दा पनि, उहाँको वचन धेरै ज्ञान प्राप्त गर्नु भन्दा पनि उहाँ जस्तै बन्दै जाने, उहाँको महिमा गर्ने। अनि उहाँ जस्तै बनिँदै जान्छौँ तब आप सेवामा हृदय आउँछ कि म प्रभुको सेवा गरौँ, पिताको इच्छा पालन गरौँ, पिताको वचन अध्ययन गरौँ, उहाँको आवाज सुनौँ। यो त प्राकृतिक रूपमा आउँछ। जसरी हरिणले खोलाको पानीको तृष्णा गर्छ, त्यसरी नै मेरो प्राणले के गर्छ? परमेश्वरको वचनको तृष्णा गर्छ। परमेश्वरको सेवाको तृष्णा गर्छ? होइन, परमेश्वरको तृष्णा गर्छ। तर परमेश्वरको हामी सही तृष्णा गर्छौँ भने, उहाँलाई जसरी प्रेम गर्नुपर्ने गर्छौँ भने, उहाँको वचनप्रतिको प्रेम, उहाँको सेवाप्रतिको प्रेम स्वतः आफै आउँदछ। त युवा आज यो कुरालाई हामी विचार गरौँ। येशू जस्तै हामी जिउनुपर्छ। येशू जस्तै पवित्र, येशू जस्तै प्रेमिलो, येशू जस्तै प्रतिबद्ध भएर अघि बढौँ। यसमै आशिष छ।